जय मसीह यहाँहरूलाई सुसमाचार टिभीमा आज तपाईहरुको समक्ष हामी एउटा भेरी इन्ट्रेस्टिङ सब्जेक्ट लिएर आएको छौं। जुन बेलामा परमप्रभु यहोवा परमेश्वरले इजरायलीहरूलाई 420 वर्षको दासत्वबाट इजिप्टबाट निकाल्दै हुनुहुन्थ्यो र अनि उहाँले चाहिँ मूसालाई भन्नुभएको थियो कि तिमी चाहिँ मेरो रिप्रेजेन्टेटिभ गर्छौ र तिमीले चाहिँ इजरायलीहरूलाई मिस्र देशबाट निकालेर लिएर आउनु। अनि मूसाको लिडरशिपमा परमप्रभुको आज्ञा अनुसार जब उसले इजरायलीहरूलाई 420 वर्षको दासत्वबाट निकालेर लिएर आउँछ इजिप्टबाट, अनि त्यसपछि माउन्ट सिनाईको फिदीमा आएपछि चाहिँ मूसा चाहिँ 40 दिनको लागि चाहिँ माथि प्रेइङ एन्ड फास्टिङमा चाहिँ परमप्रभुलाई भेट्न गएको हुन्छ र तर चाहिँ इजरायलीहरू चाहिँ हैन आफ्नो बसोबास गरिरहेको बेलामा चाहिँ 40 दिनसम्मको जुन त्यो वेटिङ चाहिँ इजरायलीहरूले गर्न सक्दैन र अनि इजरायलीहरूको के छ भन्दाखेरि जुन उनीहरूको त्यो सहानुभूति गर्ने हैन शक्ति चाहिँ क्षीण भएर गएपछि चाहिँ अब मूसा त आएन हैन, धेरै दिन भइसक्यो। अनि इजरायलीहरूले के भन्यो भन्दाखेरि हैन हारूनलाई चाहिँ अब चाहिँ हामी मूसालाई कुर्दैनौँ, तर के भन्दाखेरि हामीलाई अब अगाडि बढाउनको लागि यो मरुभूमिको बाटोमा अगाडि बढाउनको लागि चाहिँ हामीलाई चाहिँ एउटा देवता चाहिन्छ भनेर इजरायलीहरूले चाहिँ हारूनलाई भन्छ र अनि यो घटनामा चाहिँ के हुन्छ भन्दाखेरि परमेश्वर यहोवा पिताले हरेक दिन इजरायलीहरूलाई हैन दिनमा चाहिँ अब त्यो मरुभूमिमा त एकदमै गर्मी हुन्छ, दिनमा चाहिँ परमेश्वर चाहिँ बादल बनिदिनुहुन्थ्यो कि। अनि इजरायलीहरू चाहिँ जुन मरुभूमिमा हिँड्दै के भन्दाखेरि परमेश्वर चाहिँ माथि आकाशमा बादल बनिदिनुहुन्थ्यो र अनि इजरायलीहरूलाई चाहिँ के छ भन्दाखेरि त्यो प्रचण्ड घामबाट हिँड्न नपरेको होस् भनेर चाहिँ परमेश्वरले चाहिँ हरेक दिनमा चाहिँ इजरायलीहरूलाई प्रोटेक्सन गर्नुहुन्थ्यो र अनि इजरायलीहरूलाई खानको निम्ति चाहिँ परमेश्वरले स्वर्गबाट हैन मन्ना भन्ने एक प्रकारको रोटी चाहिँ पठाउनुहुन्थ्यो र हरेक दिन इजरायलीहरूले त्यही खाएर नै बाँचिरहेको थियो। र अनि इन्ट्रेस्टिङली के भनेको छ भन्दाखेरि त्यो मन्ना स्वर्गबाट झरेको त्यो स्वर्गको रोटी खाँदासम्म इजरायलीहरूको लुगा पनि कहिले पनि फाटेन अरे। उनीहरू त हिँड्दा हैन समुद्रमा हिँड्दा उनीहरूको जुत्ता पनि कहिले पनि फाटेन अरे हैन, उनीहरूको खुट्टाहरू पनि कहिले पनि सुन्निएन अरे। इजरायलीहरू नि कहिले पनि के भन्दाखेरि उनीहरूको शरीर पनि एकदम तन्दुरुस्त भयो भनेर भनेको छ अरे स्वर्गबाट त्यो झरेको मन्ना खाँदाखेरि इजरायलीहरू। अनि रातमा पनि के हुन्थ्यो भन्दाखेरि अब मरुभूमिमा त प्रचण्ड जाडो हुने, अनि रातमा चाहिँ परमेश्वरले के हुनुहुन्थ्यो त्यो जुन दिनको बादललाई चाहिँ रातमा चाहिँ आगोमा कन्भर्ट गरिदिनुहुन्थ्यो। अनि त्यो आगोको न्यानोले चाहिँ के छ भन्दाखेरि एक प्रकारले हैन यसलाई हामी जुन अहिले एयर कन्डिसनिङमा बस्छौँ नि जाडोको महिनामा हिटिङमा, त्यस्तै गरेर इजरायलीहरूलाई चाहिँ के भन्दाखेरि उहाँले राति प्रचण्ड त्यो जाडोमा चाहिँ के भन्दाखेरि एक प्रकारको न्यानो एयर कन्डिसनिङ दिनुहुन्थ्यो। इजरायलीहरूले हरेक दिन परमेश्वरको त्यो महान अद्भुत हैन कामलाई देखिरहेको थियो कि हरेक दिन इजरायलीहरूले परमेश्वरले दिनुभएको मन्ना खाइरहेको थियो अनि परमेश्वरको ग्लोरीलाई हैन इजरायलीहरूले देखेको थियो। तर जब मूसा माथि हैन सियोन पर्वतमा गयो नि, केही दिन अब 40 दिन त भएको थिएन, केही दिन नहुँदा नै उनीहरू के भन्दाखेरि छटपट गर्न थाल्यो र उनीहरूले के भन्नु भन्दाखेरि हैन अब यो हाम्रो यहोवा सृष्टिकर्ता परमेश्वर चाहिँ हामीलाई चाहिँदैन, अब हे हारून तिमीले चाहिँ के गर भन्दाखेरि हाम्रो यो कानहरूमा हैन नाकमा हातहरूमा लगाएको सबै सुनहरू फुकालेर तिमीलाई दिन्छ र यो चाहिँ तिमीले गालेर के गर भन्दाखेरि तिमीले चाहिँ यसलाई चाहिँ एउटा बाछाको मूर्ति बनाऊ र अनि त्यो बाछाको मूर्तिले चाहिँ लाई नै हामी परमेश्वर मान्छौँ र अनि त्यो बाछाको मूर्ति नै हाम्रो परमेश्वर हुन्छ भनेर चाहिँ इजरायलीहरूले हारूनलाई भन्यो कि भतिजलाई भन्यो, मूसाको भतिज हारूनलाई भन्यो। यो चाहिँ
बाइबलको 110:32 यसरी ब्युटिफुली भनेको छ, जब मानिसहरूले मूसालाई पर्वतबाट ओर्लन बिहालो गरेको देखे तब तिनीहरू हारुनका भेला भएर तिनीहरूलाई भन्न लागे, उठ्नुहोस् र हाम्रो अघि अघि जानलाई देवता बनाउनुहोस्, किनकि हामीलाई मिस्रबाट निकालेर ल्याउने मूसालाई के भयो हामी जान्दैनौँ। हारुनले तिनीहरूलाई भने, तिमीहरूका पत्नीहरू र छोराछोरीको कानमा भएका सुनका कुण्डलहरू फुकाली यहाँ मका लिएर आऊ। तब सबै मानिसले आफ्नो कानमा भएका सुनका कुण्डलहरू र फुकालेर हारुनका ल्याए। तिनीहरूका हातबाट लिएर हतियारले खोपेर ढालेर बाछाको आकारमा एउटा मूर्ति बनाए। तब तिनीहरूले भने, हे इजरायली हो, तिमीहरू मिस्रबाट देश निकालेर ल्याउने तिमीहरूको देवता यी नै हुन्। यो चाहिँ के भन्दाखेरि परमेश्वरको विरुद्धमा गरेको महान अपराध थियो कि। अब इजरायलीले के भन्नु भन्दाखेरि यो बाछो भर्खरै बनेको छ, यसले नै हामीलाई इजरायलीहरूलाई भन्दैछ 420 वर्षसम्मको दासत्वबाट हामीलाई निकालेर ल्याउने परमेश्वर चाहिँ यो नै हो भनेर चाहिँ इजरायलीहरूले भन्दैछ। यो देखेर हारुनले बाछाको सामुन्ने एउटा वेदी बनाए र तिनले यसो भनेर घोषणा गरे, भोलि परमप्रभुको निम्ति एउटा चाड हुनेछ। भोलिपल्ट मानिसहरूले बिहानै उठेर होम बलि चढाएर मेलबली पनि ल्याए। तब तिनीहरूले खानपान गर्नलाई बसे अनि त्यसपछि तिनीहरू मोजमा डुब्न थाले। परमेश्वरलाई कम्प्लिटली उनीहरूले बिर्स्यो, अब मोजमा डुब्न थाल्यो। अनि त्यसपछि चाहिँ के भन्दाखेरि केही समयपछि चाहिँ हारुन माथि के अरे मूसा माथिबाट आउँछ र अनि मूसालाई चाहिँ माथिबाट आउँदा के देख्छ भन्दाखेरि इजरायलहरू त पुरै बाछासँग बाछालाई पूजा गरिरहेको अनि त्यहाँ चाहिँ के भन्दा नाचगान गरेर चाडपर्व मनाएको देख्छ त्यसपछि चाहिँ मूसालाई साह्रै रिस उठ्छ र अनि तिनले परमेश्वरले त्यो बेलामा चाहिँ मूसालाई 10 आज्ञाको 10 कमान्डमेन्टको जुन त्यो शिलापाटी दिनुहुन्छ नि, त्यो नै के भन्दा रिसले उसले ती फ्याँकेर फुटाइदिन्छ र अनि मूसाले त्यो बाछोलाई पनि लिएर त्यो आगोमा जलाइदिन्छ र त्यसपछि धुलो पिठो पारेर पानीमा छरिदिन्छ। अनि तिनीहरूले इजरायललाई त्यो पिउन लगाए, त्यो पानी पिउन लगाए। त्यसपछि मूसाले हारुनलाई भने, यी मानिसहरूले तपाईँलाई के गरे र तपाईँले यिनीहरूलाई यस्तो ठुलो पाप गर्न लाउनु भयो? हारुनले जवाफ दिए, हजुरको रिस ममाथि नउठोस्। तपाईँ त यी मानिसहरूलाई जान्नु नै हुन्छ, यिनीहरू कति खराबतिर लागेका छन्। तब मूसाले छाउनीको ढोकानिर उभिएर जो परमप्रभु तर्फ छन् तिनीहरू मका आऊ भने र जो चाहिँ मूर्ति पूजातिर लागेका छन् तिमीहरू चाहिँ भेला हो भने। र त्यसपछि मूसाले आफ्नो तरबार भिरे र छाउनीको वल्लो छेउदेखि पल्लो छेउसम्म ढोकामा गएर हरेकले आफ्नो भाइ र आफ्नो मित्र र आफ्नो छिमेकीलाई मार भनेर के भन्दाखेरि मूसाले चाहिँ के भन्दाखेरि लेवीहरूको सारा सन्तानलाई चाहिँ आज्ञा दिएको हामी देख्छौँ। र त्यो दिनमा चाहिँ के भन्दाखेरि 3000 इजरायलीहरू चाहिँ तुरन्तै उनीहरूलाई के गर्छ त तरबारले मारिदिएको हामीले देख्छौँ। अनि मूसाले अनि परमप्रभुका फर्केर गएर यसो भने, हाय यी मानिसहरूले कस्तो ठुलो पाप गरेका छन्। तिनीहरूले आफ्नो निम्ति सुनको देवता बनाएका छन् तापनि तपाईँले तिनीहरूको पाप क्षमा गर्नुहुन्छ होला। हुन्न भने त तपाईँले लेख्नु भएको पुस्तकबाट मेरो नाउँ निशानै मेटिदिनुहोस् भनेर मूसाले पनि के गर्दछ भन्दाखेरि आफ्नो इजरायली जातिको निम्ति परमेश्वरलाई दोहाई माग्दैछ। तब परमप्रभुले मूसालाई भन्नुभयो, जसले मेरो विरुद्धमा पाप गरेको छ त्यसलाई नै म आफ्नो पुस्तकबाट मेटिदिनेछु। अनि हारुनले बनाएको बाछोप्रति तिनीहरूले जे गरे त्यसैको निम्ति परमप्रभुले मानिसहरूमा रूढी अथवा रोग पठाइदिनु भयो र धेरै इजरायलीहरू मरे। अब यो चाहिँ किन इजरायलीहरूले चाहिँ के भन्दाखेरि सुनको बाछोलाई पूजा गर्यो भन्दाखेरि नि, इजरायलीहरू चाहिँ 420 सम्म चाहिँ के भन्दाखेरि इजिप्टमा बसेको थियो र इजिप्टमा चाहिँ के छ भन्दाखेरि हरेक किसिमको जीव जन्तु सर्प चराचुरुङ्गी, हामी पनि इजिप्टमा गएका थियौँ। इजिप्सियनहरूले पनि के गर्छ भन्दाखेरि हरेक संसारमा सृष्टि भएको हरेक चिजहरू चाहिँ उनीहरूले पूजा गर्छ कि। इजरायलीहरूलाई पनि के भन्दाखेरि 420 वर्षसम्म बस्दाखेरि त्यो जुन
इजिप्टको जुन त्यो कल्चरले के छ भन्दाखेरि उनीहरूलाई पनि छोडेको थिएन कि। अनि त्यो कल्चरले नछोडेको कारणले गर्दाखेरि के गर्यो भन्दाखेरि उनीहरूले चाहिँ परमेश्वरलाई तुरन्तै बिर्सेको हामीले देख्छौँ कि होइन। र मूसाभन्दा धेरै अगाडि चाहिँ अब्राहमलाई पनि परमेश्वरले चाहिँ यसो भन्नुभएको थियो उत्पत्ति 12:1 परमप्रभुले अब्राहमलाई भन्नुभयो, तेरो देश र तेरो कुटुम्ब तथा तेरो पिताको घरबाट निस्केर जुन देशमा म तँलाई पठाउँछु त्यहाँ जा। परमप्रभुले पनि अब्राहमलाई चाहिँ सुरुमा चाहिँ तेरो घर र कुटुम्बबाट निक्लेर तेरो देशबाट निक्लेर जा भनेर निकाल्नु भएको थियो। किन निकाल्नु भएको थियो भन्दाखेरि नि अब्राहमको सन्तानले पनि मूर्ति पूजा नै गर्थ्यो र प्रभुले चाहिँ के गर्दै हुनुहुन्थ्यो भने अब्राहमलाई चाहिँ त्यो मूर्ति पूजाबाट चाहिँ के भन्दाखेरि प्युरिफिकेसनमा लाँदै हुनुहुन्थ्यो। त्यसले गर्दाखेरि सुरुमा पनि के भन्दाखेरि परमेश्वरले अब्राहमलाई होइन त्यो मूर्ति पूजाको ठाउँबाट चाहिँ निकाल्नु भएको हामीले देखेका छौँ। त्यसै गरेर जुन बेलामा अब्राहमको छोरा होइन इसाक र अनि उसको नाति याकुबलाई पनि के भन्दाखेरि उनीहरूले जुन त्यो गरिरहेको चालचलनबाट चाहिँ परमेश्वरले होइन मूर्ति पूजाको चालचलनबाट निकाल्नु भएको थियो। जस्तै गरेर याकुबको किताबमा हामीले लेखेको यसो पाउँछौँ। त्यसपछि यो चाहिँ उत्पत्तिको 35:1 र 2, 4, 6 र 7 यसो भनेको छ याकुबलाई। त्यसपछि परमेश्वरले याकुबलाई भन्नुभयो, उठेर बेथेलमा जा, त्यहीँ बसोबास गर, तेरो दाजु एसावबाट त भाग्दाखेरि तँका देखा पर्ने परमेश्वरको निम्ति त्यहाँ एउटा मेरो वेदी बना। यसकारण याकुबले आफ्नो घराना र आफूसित भएका सबैलाई भने, तिमीहरूसँग भएको विदेशी देवताहरू मिल्काइदेऊ र आफूलाई शुद्ध पारेर लुगा फेर। यसकारण तिनीहरूले आफूसित भएका विदेशी देवताहरू र आफ्ना कानमा भएका कुण्डलहरू याकुबलाई दिएर याकुबले सेकेको नजिक भएको फलाँटको रूपमा ती सबै मूर्तिहरूलाई गाडिदिए। याकुब र तिनीसँग भएको सबैजना कनान देशमा भएको लुज सहरमा अर्थात् बेथेलमा आइपुगे। त्यहाँ तिनले एउटा वेदी बनाए। त्यस ठाउँको नाम एल बेथेल राखे, किनभने तिनका दाजुबाट भागेर जाँदा परमप्रभुले आफैलाई तिनीहरूका प्रकट गर्नुभएको थियो र याकुबलाई पनि के भन्दाखेरि उसको अरू सन्तानहरू जसले मूर्ति पूजा गर्थ्यो र उसको घरमा पनि केही मूर्ति भएकोले गर्दाखेरि उसले पनि के भन्दाखेरि आफ्नो छोराछोरीहरूलाई पनि त्यो मूर्ति चाहिँ लिएर अनि के भन्दाखेरि उसले चाहिँ के भन्दाखेरि त्यो रुखको फलाँटको रुखमा उसले गाडेको हामीले चाहिँ देखेको छौँ। परमेश्वर चाहिँ के भन्दाखेरि सृष्टिकर्ता परमेश्वर हुनुभएको गर्दाखेरि उहाँले चाहिँ मूर्ति चाहिँ के भन्दाखेरि मानिसले बनाएको हातले बनाएको कुरालाई चाहिँ उहाँले चाहिँ होइन रुचाउनुहुन्न र उहाँले चाहिँ प्रस्थानको 20मा यसो भन्नुभएको छ। यो चाहिँ परमेश्वरको 10 कमान्डमेन्टमै पर्छ र 10 कमान्डमेन्टमा परमेश्वरले के भन्नुभएको थियो भन्दाखेरि इजरायलीहरूलाई, म परमप्रभु तिमीहरूको परमेश्वर हो र जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको देशबाट निकालेर ल्याए। म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएका कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिहुराउनु, तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु तिमीहरूको परमेश्वर डाहा गर्ने परमेश्वर हो। मेरो अवहेलना गर्ने पिता पुर्खाको अधर्मको दण्ड उनीहरूको सन्तानहरूलाई अनि उनीहरूको तेस्रो र चौथो पुस्तासम्म दिनेछु। तर मलाई प्रेम गर्ने र मेरो आज्ञा पालन गर्ने र हजारौँ पुस्तासम्म कृपा गर्नेछु। हामीले अहिले देखिरहेका छौँ नि होइन, परमेश्वर यहोवा परमेश्वर जो सृष्टिकर्ता परमेश्वरलाई मान्ने होइन डेभलप देशहरूमा जुन किसिमको विकास भएको छ नि त्यो चाहिँ परमेश्वरको आशिष हो क्या। तर जसले होइन प्रभुले यहाँ भन्दै हुनुहुन्छ, तर जसले होइन मलाई नपुजिकन मूर्तिलाई पूजा गर्छ उनीहरूको चौथो पुस्तासम्म चाहिँ श्राप पर्नेछ भनेर भनेको छ। हामी समय प्रार्थना गर्दछौँ, प्रभु तपाईँले हाम्रो जाति घरानालाई प्रभु उनीहरूको आँखा र उनीहरूको हृदयको ढोकाहरू खोलिदिनुहोस्, ताकि प्रभु उनीहरूले सच्चा इजरायलका यहोवा परमेश्वर जो सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ, जसले हामीलाई उहाँले आफ्नै स्वरूपमा हामीलाई बनाउनु भयो, हामी त्यो सृष्टिकर्तालाई पुज्न सकौँ, उहाँलाई चिन्न सकौँ, ताकि उहाँको आशिष प्राप्त गर्न सकौँ। हामी आफ्नो देखिँदैछौँ प्रभु हाम्रो देश शताब्दीसम्म प्रभु त्यो भ्रष्टाचार अनि प्रभु त्यो अन्धकारको शक्तिमा प्रभु हामी जोडिरहेका अल्मलिरहेका छौँ प्रभु। हे प्रभु त्यो खाडलबाट हाम्रो जाति र घरानालाई निकाल्ने
परमेश्वर यहोवा तपाईँ मात्र हुनुहुन्छ प्रभु। तपाईँले मात्र यो काम गर्न सक्नुहुन्छ प्रभु। हाम्रो सारा शक्ति, सारा प्राण, सारा समयले हामी केही पनि गर्न सक्दैनौँ प्रभु, तर तपाईँको आत्माले मात्र गर्न सक्नुहुन्छ प्रभु। हामी समय प्रार्थना गर्दछौँ हाम्रो जाति र घरानामा तपाईँको आत्मा खनाउनुहोस्, ताकि प्रभु यो अन्त्यको दिनमा हाम्रो जाति र घरानाले प्रभु मुक्तिको बाटो उनीहरूको जीवनमा खोलिएको होस् भन्ने प्रार्थना गर्दछु। धन्यवाद प्रभु यस वचनको लागि। तपाईँ सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। हामी तपाईँलाई पुकार्दछौँ प्रभु। हाम्रो जाति घराना, हाम्रो देशमा तपाईँको प्रभु प्रेजेन्स आउनै पर्छ, ताकि प्रभु हाम्रो देशमा विकास त्यसपछि मात्र हुनेछ प्रभु। हाम्रो देशमा भएको जुन अन्धकारको शक्तिलाई प्रभु तपाईँले मात्र प्रभु नाश पार्न सक्नुहुन्छ प्रभु। धन्यवाद तपाईँको वचनको लागि। हामी समय प्रार्थना गर्दछौँ, तपाईँ हाम्रो एकमात्र मुक्तिदाता हुनुहुन्छ। धन्यवाद, धन्यवाद, धन्यवाद। सबै महिमा, सबै आदर, सबै प्रशंसा माग्छु एकमात्र आशिष हाम्रो मुक्तिदाता यहोवा प्रभु येशू ख्रीष्टको नाममा। जय मसीह।